अब त्यो भान्जी अहिले बोल्न लागिरहेको छु नि हाम्रो भान्जीले चाहिँ नेपालीमा भनिन् है स्वागत छ अरे झगडा पऱ्यो क्या पुलिसहरु पनि पुरै आएको छ नि गुड मर्निङ गाइज अनि आज चाहिँ बिहान चाहिँ कहाँ जाँदैछौँ भने मम्मी र म हामी कहाँ जाँदैछौँ थाहा मम्मी तपाईँलाई आज मम्मी र म चाहिँ हाम्रो भान्जीको ग्रेजुएसन डेमा जाँदैछौँ है अनि हाम्रो भान्जीको चाहिँ हाई स्कुल सक्यो अनि हाई स्कुलको ग्रेजुएसन जाँदैछौँ अनि अहिले चाहिँ बिहानको 8 बजे है अघि नै बोलाएको हुन चाहिँ अब हामी त उता मम्मी त जाने यता हो जता नि त्यही त हामीलाई म दिदीहरूले चाहिँ 8 बजे बोलाउनु भएको थियो भन्दै ढिलो भइसक्यो भने अब जानुपर्छ तर गरेर खोल्नु मम्मी र मम्मी चाहिँ ढोका खोल्न आएन है ल खोल्नु ल जाऊ अब चाहिँ हामी ग्रेजुएसन भएको ठाउँतिर जाँदैछौँ है अनि त्यहाँ अन्तिम समय हेर्नु भिडियो अनि भान्जीको लागि चाहिँ फाइनली मैले बुकी पनि किनिसकेको छु है अनि अब चाहिँ स्कुलतिर जानुपर्छ है स्कुल पुग्दा चाहिँ मलाई त्यही 10-12 मिनट जति लाग्छ होला अब छिटो गरेर जानुपर्छ है 8 बजी बोलाउनु भएको थियो 8:30 त यहीँ आँटिसक्यो फाइनली भान्जीको ग्रेजुएसन ठाउँमा आइपुग्यौँ है तर पार्किङ चाहिँ लास्टै बिजी रहेछ है यता कता फाइनली हामीले चाहिँ यहाँ पार्क गरिसकेको छौँ है गाडी अनि त्यस पछाडि अब हामी चाहिँ जानुपर्ने चाहिँ उतो हलमा हो त्यो हलमा अब हामी चाहिँ यता जान्छौँ अनि कस्तो धुलै रहेछ क्या यहाँनिर चाहिँ पार्किङमा अटेर हेर्नु न कति धेरै गाडीहरू क्या हेर्नु त आमा है मम्मी कति पुरा यो खासै यहाँ पार्क गर्ने ठाउँ नै होइन यिनीहरूले यहाँ धुलै रहेछ है यो चाहिँ सबजना चाहिँ ग्रेजुएसनमा जान आउनुभएको है सब कति धेरै छन् क्या मान्छे पछाडि नि त्यस्तै छ है हामी चाहिँ भित्र आइसक्यौँ है अनि भित्र आउनु बित्तिकै जस्तो रहेछ क्या यहाँको माहौल चाहिँ डेन्जर रहेछ होइन हाम्रो भान्जीको ग्रेजुएसनमा आएको यहाँ सबैजना आउनुभएको रहेछ यहाँ प्रकाश भिनाजी रिजन आउनुभएको रहेछ है यता भिनाजुहरू सबैजना हुनुहुँदो रहेछ अनि यता चाहिँ हात हल्लाइरहेछन् है भिनाजु अनि कस्तो भइरहेछ त महसुस आज भान्जीको ग्रेजुएसनमा दिदी एक्साइटेड हो अनि आज भान्जीको अनि हाम्रो भान्जीको मम्मी है उहाँ चाहिँ अनि भान्जीको बुवा यता सबैजना बसिरहनु भएको छ है अनि यहाँ चाहिँ के हो यस्तो के हो भिनाजु चाहिँ के हो भिनाजु तिनीहरूले यस्तो बोकेर हिँडेको चाहिँ स्कुलको ब्यानर चाहिँ ब्यानर रहेछ है मलाई थाहा थिएन नि त अनि यहाँ चाहिँ ब्यान्ड पनि हुँदो रहेछ अनि ब्यान्डको तयारी हुँदैछ है ब्यान्ड चाहिँ सुरु भइसकेको छ है हुने विद्यार्थीहरूको नाम चाहिँ यहाँ छ है अनि त्यस पछाडि हाम्रो भान्जीको नाम चाहिँ यहाँनिर छ कता छ भन्दाखेरि प्रज्ञा somebody is there yeah अनि भान्जीको नाम चाहिँ यहाँ छ है प्रज्ञा अनि यतिजना रहेछन् अनि त्यस पछाडि यता झन् कति धेरै रहेछन् ओहो टन्नै रहेछन् क्या आज ग्रेजुएसन गर्ने स्टुडेन्टहरू हेर्नु त यहाँ पनि टन्नै रहेछन् है अनि अर्को पाना पनि पर्छ ल यता पनि रहेछन् अनि ग्रेजुएसन चाहिँ सुरु हुन लागिसकेको छ गाइज है
अनि यहाँनिर सबजना उठिसक्नु भएको छ है। ग्रेजुएसन हुने स्टुडेन्ट पनि आइसकेका छन् अगाडि है, त्यहाँबाट हेर्न सक्नुहुन्छ है। अनि सबैजना विद्यार्थीहरू त्यहाँबाट आउँदैछन् है। अगाडि टिचरहरू होला होइन, अगाडि आउँछ टिचरहरू है। अनि हाम्रो भान्जी चाहिँ कहाँ छिन् है, देख्दैन त है, कता छिन् यो पछाडि स्टुडेन्टहरू होला होइन। भान्जी चाहिँ त्यहाँनिर छिन् जस्तो लाग्यो मलाई चाहिँ। भान्जी होइन भान्जी उहाँ यहाँ मेरो क्यामेरामा हेर्नु ल। भान्जी यहाँनिर अनि यता होइन ब्ल्याकमा अगाडिपट्टि लाइनमा छ हाम्रो भान्जी चाहिँ अगाडि लाइनमा छौँ है। खै व्हाइटमा भन्दा थाहा भएन। सबैजना रमाएर हेर्दै हुनुहुन्छ है। अनि यतापट्टि अनि यहाँ चाहिँ हेर्नु न ग्रेजुएसन गर्ने स्टुडेन्टहरू पनि कति धेरै हुँदो रहेछन् क्या। लगभग 200-300 जना हुन लागिसक्यो अलरेडी नै। अझै आइरहेछन् उताबाट होइन, कति धेरैजना है। अनि त्यो पुरै सिट चाहिँ भरिएन है। प्रोग्राम चाहिँ सुरु भइसकेको छ है। अब चाहिँ यहाँ चाहिँ के भइसक्यो, मैले चाहिँ यहाँ भिडियो बनाएको थिइनँ है। अनि यहाँ चाहिँ सायद राष्ट्रिय गान हो कि आज चाहिँ ग्रेजुएसन गर्ने स्टुडेन्ट चाहिँ के हो यहाँ झगडा के यहाँ त झगडा पऱ्यो क्या, पुलिसहरू पनि पुरै आएको छ।
समाइदिँदै त के हो हुन चाहिँ के भएछ त्यहाँनिर के हो पुरा डेन्जर भयो अनि यहाँ चाहिँ के झगडा परेको थियो सबैजनालाई घरबाट होइन भन्नाले त्यहाँ जो फाइट परेको थियो नि यस्तो हुन्छ कि यहाँ अब चाहिँ हाम्रो भान्जी चाहिँ उ थियो है म है हाम्रो भान्जीको आज ग्रेजुएसन भान्जीलाई चाहिँ हाम्रो देखिरहेको छु मैले है अनि अब चाहिँ त्यहाँनिर चाहिँ सायद प्रमाणपत्रहरू दिने बेला भएको होला है उता प्रज्ञा अनि हाम्रो यहाँ प्रज्ञाको फ्यामिली चाहिँ यहाँनिर पछाडि बसेर कराइरहनु भएको छ है सबैजना अनि र दिदी पनि भिडियो खिच्दै हुनुहुन्छ हाम्रो विनाशु पनि हेर्दै हुनुहुन्छ आफ्नो छोरीको ग्रेजुएसन है प्रज्ञा सायद हाम्रो भान्जी चाहिँ त्यो देख्नुहुन्छ नि तपाईँले सेकेन्डमा हुनुहुन्छ नि है त्यो रातो लाउने पछाडि हो हाम्रो भान्जी चाहिँ अब उयो भान्जी अहिले बोल्न लागिरहेको छु नि हाम्रो भान्जीले चाहिँ नेपालीमा भनिन् है स्वागत छ अरे होइन सबैजनालाई अनि यो ग्रेजुएसनमा चाहिँ सबैजनाहरूले चाहिँ आफ्नो आफ्नो भाषामा पनि बोल्नु हुँदो रहेछ है अनि अघि भान्जीले चाहिँ नेपालीमा बोलेको थियो उसले चाहिँ यो बहिनीले चाहिँ खास है अब अफ्रिकन कुनै भाषा होला है अनि यहाँ इको आएको हुनाले चाहिँ मैले केही बुझेको छैन उनीहरूले के भनेको छ भनेर है हाम्रो राजजीले चाहिँ हाम्रो दिदी भिनाजुलाई चाहिँ बधाई दिँदैछन् है अनि अहिले चाहिँ यहाँ स्पिच गरिरहनु भएको चाहिँ यहाँ केन्टकीको चाहिँ जेसिपिएस भनेको चाहिँ जेफरसन काउन्टीको चाहिँ बोर्ड अफ डिरेक्टर होइन अनि उसले चाहिँ स्पिच गर्दै हुनुहुन्छ है र भिडियोमा साउन्ड चाहिँ के आएको छैन होला किनभने एकदम इको र नोइज छ नि त एकदमै त्यही भएर अब चाहिँ स्टुडेन्टहरू चाहिँ सबैजना अगाडि जाँदैछन् है सायद ग्रेजुएसनको प्रमाणपत्र लिन होला सायद सर्टिफिकेट अगाडि बस्ने चाहिँ सायद टिचरहरू होला है अब त्यहाँबाट चाहिँ सर्टिफिकेट दिइसकेको छ है खै भान्जी अघि चाहिँ उयो मान्छे त्यहाँ झगडा गरेर थियो होइन त्यसलाई झन् त्यो अगाडि लगेर राखेको चाहिँ क्या झगडा पो अगाडि बस्न त झगडा पो गर्नुपर्ने छ नि अघि त्यो मान्छे झगडा गरेर थियो यहाँनिर होइन अनि त्यसपछि पुलिसले खेदाएको थियो अगाडि उहाँ झन् उहाँ लगाएर राखेको थियो छोरीलाई गाइज है यहाँ चाहिँ ग्रेजुएसनको चाहिँ लास्टै टाइम लाग्ने रहेछ है अनि सबैजना एक एक गरेर दिने रहेछ नि त यो ग्रेजुएसन सर्टिफिकेट अनि यो मान्छेले चाहिँ कस्तो खतरा फुल बनाएको रहेछ कि होइन पैसाको डलरको फुल बनाएको रहेछ क्या यिनीहरू चाहिँ आफ्नो मान्छेको नाम बोलाउनु बित्तिकै कराइहाल्ने क्या
अहिले चाहिँ हाम्रो यहाँ दिदी भिनाजुको फोटो सेसन हुँदैछ है। अब चाहिँ ग्रेजुएसन अलमोस्ट सकिन लागिसकेको छ है। अब चाहिँ यस पछाडि चाहिँ एउटा रो मात्रै बाँकी छ है। यो एउटा रो मात्रै बाँकी छ, त्यस पछाडि सकिन्छ है आजको प्रोग्राम। अब यो ग्रेजुएट हुने चाहिँ यो चाहिँ लास्ट लाइन है गाइस। हामी चाहिँ अघिदेखि कुदिरहेको थियौँ, 2 घन्टा भइसकेको थियो है। तर हाम्रो भान्जीहरूको चाहिँ अघि सकेको, अनि सबैजना सक्यो, अनि घर जाम्न हामी बसेको। हेर्नुहोस् त गाइस, कति धेरै मान्छे आएको ग्रेजुएसनमा आज। ओ माई गॉड, हेर्न जताततै क्या। ओ ग्रेजुएसन चाहिँ अलमोस्ट सकिन लागिसकेको छ है। कुरेको 2 घन्टा जति भयो है। अनि यहाँ चाहिँ यस्तो हुँदैछ अहिले चाहिँ। अनि यहाँ चाहिँ यस्तो टोपीहरू फाल्दो रहेछ नि, के गरेर यस्तो। Congratulations to one of the historic Central High School class of 2025. Finally graduation सकिन्छ है। अनि यहाँ चाहिँ यस्तो छ माहौल है। देखें यहाँबाट निस्किनु पर्ने, यहाँ निस्किनै नसकिने जस्तो छ गाइस। हेर्नुहोस् यहाँ लाइन, यत्रो छ लाइन। अब खै कसरी जाने हो। अनि हामी चाहिँ बाहिर आइसकेको छौँ। बाहिर चाहिँ यस्तो भिडै भिड छ क्या, जताततै है। कहीँ खुट्टा टेक्न ठाउँसम्मै छैन क्या। अनि यत्रो मान्छे छ क्या जताततै। हो उयो त होला नि पार गरेको। यहाँ भान्जीलाई कुर्दैछौँ बाहिर है। अनि भान्जी चाहिँ अघि ग्रेजुएसन सकेर उता गर्छौँ नि त। अनि हामी चाहिँ यहाँ सबैजना भएर यसरी लाइन गोलो घेरा भएर कुर्दैछौँ है। अनि यता सबै हाम्रो दिदी, यता सबैजना हुनुहुन्छ, राजदा भिनाजुहरू है। यता भान्जी आउँदै आएन, भान्जी सायद यताबाट आउँछन् होला खै। आएको छैन यता त। ल हाम्रो भान्जीलाई मम्मी फुल दिनु नि त ल। अनि यहाँ चाहिँ हाम्रो पुरै ग्रेजुएसन पास भएर आइसके पछाडि चाहिँ फुल दिने, अनि यताउति टोपी लगाइदिने, अनि गिफ्ट दिने कार्यक्रम हुँदैछ है। हाम्रो मम्मी चाहिँ भान्जीलाई फुल दिन जाँदै हुनुहुन्छ है। अनि अहिले चाहिँ यहाँ चाहिँ फोटो सेसन कार्यक्रम हुँदैछ है। अनि मम्मी र भिनाजुहरू भिनाजु अनि कस्तो महसुस भइरहेको छ नि अहिले भान्जीले यस्तो सर्टिफिकेट पाएन? कलेज जाने भयो हैन? त्यही त अब आफ्नो क्यारियर बनाउने भयो। खुसी कुरा हो। त्यही हाम्रो मम्मीले पनि खिचेर आइसक्नु फोटो। मम्मी कस्तो लागिरहेछ त? अमेरिका आएर फर्स्ट टाइम ग्रेजुएसन पनि आउनुभयो है? रमाइलो भइरहेछ?
कस्तो मजाले प्लेन उडेको क्या नजिकै क्या ए प्लेन क्या अनि अहिले चाहिँ यहाँ दिदी भिनाजु एकको भान्जीसँग फोटो खिच्दै हुनुहुन्छ है अनि जस रमाइलो भइरहेछ अहिलेसम्म चाहिँ अहिले चाहिँ यहाँ चाहिँ सबैजना फोटो खिच्ने भनेर चाहिँ यहाँ पुरै सबैजना गोलो घेरा भएर बसिरहेको छ अनि यसरी है सबैजना हामी गाडी खोज्दैछौँ है गाडी कहाँ पार्क गरेको भनेको पनि थाहा भएन क्या ए गाडी देख्दैन रहेछ मङ्गु देखिहाल्यो नि ट्याक्कै अघिदेखि खोजेको गाडी यत्रो ठुलो छ नि त पार्किङ लट अनि कता हो तर गाडी चाहिँ त्यहाँ रहेछ हामी चाहिँ भान्जी घर आइसक्यौँ है अनि अहिले चाहिँ अनि आएको होइन गाडी चाहिँ के हो भान्जीको गाडी चाहिँ के हो 4 year later अनि त्यस पछाडि के लेखेको छ त क्लास के लेखेको छ त उनको गाडीमा त के लेखेको यो भान्ज ओहो के हो 2025 रे ओहो के लेखे हुँदो रहेछ नि आएको गाडीमा त अनि हामी चाहिँ दिदीको भित्र आइसकेको थियौँ घरभित्र चाहिँ खानाहरू यस्तो रेडी भइसकेको रहेछ है चाउमिन आलुको अचार अनि मैले चाहिँ खाना जस्तो लिएर आएँ होइन अनि हाम्रो मम्मीले नि खाँदै हुनुहुन्छ अनि यता भिनाजु बहिनीहरूले चाहिँ खतरा बनाइदिएको रहेछ हाम्रो भान्जीको लागि है यसरी कङ्ग्रेचुलेसन प्रज्ञा भनेर हामीले खानासाना खाएर सकिसक्यौँ है अनि यस्तो चाहिँ अब घर जाँदैछ ल सबैजनालाई बाई बाई है बाई ल गाइस भान्जीको ग्रेजुएसन पार्टी पनि आइसक्यो है पार्टी पनि खाइसकेँ अहिले आएर चाहिँ काममा जाँदैछु है अनि तपाईँहरूलाई भिडियो कस्तो लाग्यो यदि राम्रो लागेमा चाहिँ लाइक एन्ड सेयर एन्ड कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला यति भन्दै सी यू नेक्स्ट भिडियो गाइस